हेलो हाई नमस्ते वेलकम टु माई युट्युब च्यानल आफ्टर लङ टाइम। हामी चाहिँ आज 2 दिन 2 नाइट्स 3 डेजको क्याम्पिङ ह्यारिसबर्गमा जाँदैछौँ पोकोनो माउन्टेनमा। र हामीहरूसँग अहिले 6 जना फ्यामिलीहरू हुनुहुन्छ, 6 दुना 12। र अहिले हामी चाहिँ एउटा खसी फार्म नेपालीहरूले गर्नुभएको खसी फार्ममा आइसकेका छौँ। यो खसी फार्मबाट खसी लिएर हामी आज ह्यारिसबर्गबाट सिधै पोकोनो माउन्टेन हुँदै हामी त्यहाँ गएर पकाउने ओर्ने खाने गरेर हामी चाहिँ इन्जोय गर्ने भनेर आएका छौँ। र अहिले स्प्रिङ पनि छ, राम्रो छ वेदरहरू पनि। स्टे ट्युन, आइल सी यू। बाबालाई हाई भन्दियो। हाई हाई गर्दियो। हाई नेपाली फार्म ह्यारिसबर्गमा आइसकेका छौँ। अब हामी चाहिँ एउटा खसी लिने तर्खरमा छौँ। जान्छु र खानु यसैले होइन खाऊ म खाइन खानु न। ए मैले त नयनसँग खाइहाल्छु नि, तपाईँ पनि चाहियो न। म त के माका खान्छ नि चटपट खाँदैछौँ हामी आधी बाटो। धन्यवाद। छानिदिन्छु पिरो कस्तो छ? मिठो छ? खाऊ खाऊ। आलु नै रहेन चाहिँ लास्टा खानेलाई त गेडा एउटै हामी चाहिँ नि यो भ्याकेसन स्पटमा आइसकेका छौँ। हाम्रो एके दाई हुनुहुन्छ यहाँ। एके दाई कस्तो लाग्यो हजुरलाई भ्याकेसन स्पट? एकदमै एक्साइटेड छु, रमाइलो भइरहेछ। हामी चाहिँ यो उसमा आइरहेछौँ होइन। हजुर, हाम्रो 2 दिन 2 नाइट्स 3 डेजको लागि हामी इन्जोय गर्नको लागि हाम्रो सामानहरू सबै यहाँ छ। अब यहाँ पानी निकाल्ने क्रममा छ। पार्किङ लटहरू, गाडीहरू पार्किङ लट यहाँ ठुलो मजाको रहेछ। अनि यहाँ पनि छ, यो हाम्रो घर हो। यहाँ अन्डरग्राउन्ड सबै छ। चारैतिर म देखाउँछु हजुरहरूलाई। स्वागत छ तपाईँहरूलाई बेसमेन्ट प्लेग्राउन्डमा। फुल हाउस म्युजिक। बाहिर फायर पिट पनि छ। हेलो विजय दाजु, कस्तो लागिरहेको? एकदमै रमाइलो लागिरहेको छ। आज हामी पेन्सिल्भेनियाको के भन्छ अरे यो ठाउँलाई? पोकोनो माउन्टेन, पेन्सिल्भेनिया भिलेज। नानी कस्तो लागिरहेको तिमीलाई क्याम्पिङ आउँदा? हो ल, थ्याङ्क यू। यहाँ सबैजना बिजी हुनुहुन्छ। हाम्रो आजको चाहिँ नि एकदमै कामको लागि एकदमै मान्छे तगडा मान्छे हुनुहुन्छ उहाँ। रेखा गौतम भाउजू हुनुहुन्छ, अरुणा गौतम। हाम्रो यहाँ परिला भाउजू हुनुहुन्छ। हेलो। अनि यहाँ चाहिँ नि अब सुदीप अधिकारी अनि दाई हुनुहुन्छ। हेलो। भाँडाकुँडाहरू यतिकै फालिरहेको छ। हाम्रो विष्णु कस्तो लागिरहेछ? यो सबै व्यवस्थापकीय, यो सबै सम्पूर्ण व्यवस्थापन गर्नको लागि एकदमै सक्रिय हुनुहुन्छ। यो बुकिङदेखि लिएर आफ्नो प्रयत्न सधैँभरि। हस्, धन्यवाद छ हजुरलाई, धन्यवाद छ भाइलाई। हाई हाई गाइस, नयन हाई बा। हाई दिवा।
हाई गर्दै बाबुले हामी बाउ छोरा बाबुले सुन्तला खाइरहेछन् ल बाबुले यहाँ रमाइलो गर्दैछन् हाई गर्दै जिस्काइदिएको हौ राम्रो हो नि कुरा त मसला हाल्न बाँकी नै छ नि है तपाईले गर्नु तपाईँ र म घर जानु पहिला लिन जानु आज भुटान पाक्दैछ अरे मान्छे चाहिँ ग्याम ग्याउँथ्यो मलाई थियो सन्दीपले स्पेसल भुटान भुट्दो रहेछ नि त नि यहाँ निरुले सिका हो यस्तो मैले हो दाइ यो मैले दसैँबाट सिके जस्तो छ ल धन्यवाद छ खाने एकदम दियो के होइन गेममा मजा हुन्छ नि तलै रहेछ तलै रहेछ तलै रहेछ हेलो हेलो विजयजी कस्तो लागिरहेछ रमाइलो भइरहेछ हो र हेलो एभ्रीवान हाउ आर यु ल है त यो हो क्याम्प फायर साथीहरू क्याम्प फायर गर्दै हुनुहुन्छ यसको मुख्य सञ्चालक हुनुहुन्छ विष्णु भुषाल यसो हेरिदिनुहोस् त अलि अनुहार देखेन वाउ ओके आगो ताप्ने हल्ला गरी यस्तै चलिरहेको ठिकै छ ठिकै छ अनि के भयो खाइदिनु भयो Hello, we are enjoying. This is like 10. I think it's a 10. What is my cell phone? Oh, that's my cell phone. आगै सकिन्न आगो हालिदिने एउटा अब त भयो होला नि 10-11 बज्ला दुईटा अब नथप्नु होला के त्यसैलाई ओलाङ पलाङ गरेर मिलिरहेको छ ड्रेस यसो बुढाबुढीसँग हेरेर हाँस्ने होइन हुन्छ नि के हो यस्तो के गरे कुरा गर्नु बुढो अब यस्तो भएको सम्बन्ध लामो भएपछि माथि के छ खसी ससी भइसक्यो सबै झोलहरू यो बुढाबुढीको कुरा फोन गरे के रे बाबु सुत्यो बाबु उठ्यो बाबुले खायो ग्यास चटके खानेकुरा असु अन्जु ल ढिलो आयो भने विजयजी कस्तो भइरहेको
ल भाउजू कस्तो भइरहेको छ खाना हजुरहरूले पनि बनाउनु भएको यसो टमाटर नानीलाई अलि भिडियोमा आउनु केही छैन